हेलो एभ्रिवान, यो हाम्रै बारीमा फलेको मुलाको साग र रायोको साग हो। किन फाल्नु भनेर चाहिँ मैले चाहिँ यसलाई गुन्द्रुक राख्नको लागि तयार गरेँ। यसलाई 3 दिन अगाडि नै मजाले धोएर 3 घाम सुकाएको थिएँ। आज चाहिँ यो गुन्द्रुक राख्नको लागि रेडी भइसकेको छ। 2 नाङ्लो साग छ। यसलाई चाहिँ मैले टिकटकमा देखेअनुसार नै तातो पानीमा राख्दैछु। मैले यता तातो पानी रेडी पनि गरिसकेँ। यो मेरो तातो पानी गुन्द्रुक राख्ने भाँडो र 2 नाङ्लो साग र यो गुन्द्रुक धुने साग धुने बाल्टी। यसमा मैले तातो पानी एड गरेँ अनि यो अलिकति यसमा चिसो पानी पनि एड गरेँ, किन भन्दाखेरि हातमा पोल्छ नि त। त्यही भएर यो चाहिँ मेरो गुन्द्रुक राख्ने भाँडो, यो मेरो पुर्खौली भाँडो हो। कति नराम्रो हो चाहिँ नभनिदिनु होला है, सधैँ यसमै राख्ने गरेको छु। अनि यो चाहिँ अब मैले तातो पानीमा त्यो सागहरूलाई मजाले धोएँ। अनि यो धुँदै यो यतिकै निचरेर राख्दा पनि हुन्छ, ननिचरिकन राख्दा पनि हुन्छ। मैले चाहिँ टिकटकमा देखेअनुसार नै ननिचरिकन नै राखेँ यो सागहरू सबैलाई। यसरी नै धुँदै सबैलाई पालै पालो त्यो सागहरूलाई त्यो भाँडोभित्र राखेँ। अनि पानी नपुगेर फेरि मैले 1 जग पानी तताएको थिएँ भित्र। यसलाई लास्टमा एड गर्नुपर्ने नै हुन्छ, त्यही भएर मैले तताएको थिएँ। अनि त्यो सागहरूलाई चाहिँ मैले पालै पालो यहाँभित्र राखेर त्यो ओखलीको लोरी हुँदैन, त्यसले चाहिँ खाँदेको। त्यसले चाहिँ खाँदाखेरि चाहिँ मेरो हातमा पनि कति चोट लाग्यो। गाह्रो नै हुँदो रहेछ। त्यही पनि मैले फर्स्ट टाइम ट्राई गरेको। यो गरिसकेपछि मैले यो तातो पानीलाई एड गरेँ यसमा सबै। यो मैले त्यहाँ भिडियोमा पनि देखेको थिएँ, त्यही अनुसार नै मैले तातो पानी एड गरेँ। यो पानी चाहिँ फेरि आज 1 दिन मात्र राखेर भोलि चाहिँ यसलाई घोप्टो पारेर सबै फालिदिनु पर्ने हुन्छ, नत्र त्यो पानीले त्यो सागलाई कुहाइदिन्छ। हेर्नुहोस् त कति राम्रो देखेको छ है। गुन्द्रुक पनि राम्रो नै हुन्छ होला भन्ने आशा राखौँ। यो हावा जान्छ भनेर मैले चाहिँ त्यो बोरालाई चाहिँ खादिएँ त्यहाँ माथिबाट मजाले। यसलाई चाहिँ भोलि घोप्टो पार्ने हो। ल हेर्नुहोस् त मेरो गुन्द्रुक राखिसकेँ मैले। हस्, धन्यवाद।